हेलो गाइस अनि नमस्कार सबैजनालाई। तपाईहरु सन्चै हुनुहुन्छ होला अनि स्वागत छ तपाईलाई मेरो फर्स्ट युट्युब भिडियोमा। म रोहन मगर र आज चाहिँ जाँदैछु म मेरो साथीहरुसँग घुम्नको लागि। कहाँ जाँदैछु भन्दाखेरि तपाईले थाहा पाइसक्नु भएको छ होला थम्बनेलबाट नै। हामी चाहिँ जाँदैछु नर्थ सिक्किम। म छु मेरो साथी चाहिँ यो अर्को बाइकमा अन्त अझै एकजना साथी छ त्यो चाहिँ अगाडि 27 माइलमा छ। लु हेर्दिनुस् होला अब हाम्रो जर्नी। र अहिले चाहिँ हामी आइपुग्यो सुन्तले पेट्रोल पम्प। मेरो बाइकमा चाहिँ तेल कम्ती छ त्यही भएर यहाँनेरि अलिकति तेल हालेर निस्किन्छु। यहाँनेरि चाहिँ मेरो साथी अनिलले पर्खिरहेको रहेछ। अब हामी चाहिँ सँगै निक्लिन्छौँ। यो चाहिँ हो मेरो साथी अनिल राई सुरुक समथारबाट। लु अब चाहिँ हाम्रो तीन भाइको जर्नी स्टार्ट भयो र यहाँनेरि चाहिँ गाडी एक्सिडेन्ट भइरहेको रहेछ। एउटा टेलर चाहिँ सायद सानो टर्निङ काट्नु नसकेर चाहिँ नालीमा पसेछ। बाटो जाम। ल 1 घण्टाको जर्नी पछाडि यो चाहिँ हाम्रो बिहान मर्निङको ट्री ब्रेक। हामी चाहिँ यहाँनिर चिया खाएर निस्केको। र अहिले चाहिँ भने हामी सिक्किम एन्ट्री भइसकेको छौँ। हेर्नु होला अगाडिको जर्नी। अहिले चाहिँ हामी छौँ सिङताममा। यो बाटो सिधै जानुभयो भने पुग्नुहुन्छ तपाईहरु गान्तोक र हामी चाहिँ जानु पर्यो यहाँबाट लेफ्ट नर्थ सिक्किमको लागि। गाइस हामी चाहिँ यहाँ डिक्चु आइपुग्यो। हामी चाहिँ थाक्यो अन्त के खाने अरे यहाँनेरि। So यहाँबाट उकालो चाहिँ गान्तोक जाने रोड। र अहिले चाहिँ हामी क्याफे सल्ट एन्ड पेपर डिक्चुबाट मङ्गानको लागि निस्के। मङ्गानमा चाहिँ हाम्रो पर्मिटहरू छ नर्थ सिक्किम जानको लागि। त्यो सिटी कम्प्युटर कता हो? सिटी कम्प्युटर माथि छ सिटी त्यो पर्मिटहरू बनाउने भन्छ होइन पर्मिटहरू बनाउने कता माथि हो सिटी कम्प्युटर उकालो है। हुन्छ थ्याङ्क यू। यहाँनिर रहेछ सिटी कम्प्युटर चाहिँ। हामी पर्मिटको लागि गए माथि चाहिँ त्यहाँनिर क्याफेमा चाहिँ एलाउ छैन रहेछ भिडियो गर्नु त्यही भएर बाहिर नै गरेर निस्के। र यो चाहिँ हो मङ्गानको लास्ट पेट्रोल पम्प। नर्थ सिक्किम जाँदाखेरि इन्डियन ओइलको यो चाहिँ लास्ट पेट्रोल पम्प हो। र यहाँ चाहिँ म अब तेल हाल्छु फुल ट्याङ्की अन्त एक्स्ट्रा पनि लिएर जान्छु 2-3 लिटर कति हुन्छ। यसमा तपाईँ टोटल 500 को जस्तो गरिदिनुहोस् न। 600 को गरिदिनुहोस् न। र अब चाहिँ हामीले सबले फुल ट्याङ्की गरेर
3 लिटर एक्स्ट्रा पेट्रोल बोकेर चाहिँ हामी निस्क्यो अब नर्थ सिक्किम थाङ्गुको लागि। त्यहाँनिर हाम्रो होमस्टे छ, त्यहाँनिर बस्छौँ। आज चाहिँ त्यहाँनिर होल्ड गर्छौँ। गाइस हामीले चाहिँ हाम्रो यहाँ साइमन भाइलाई भेटे। साइमन बाफ्रे यो बाटोमा थर्केकोले गर्दाखेरि चाहिँ मेरो डल्लै भित्रको पूर्जाहरू हल्लिन थाल्यो। तर यो बाटो चाहिँ तपाईँको अस्ति जुन चाहिँ 2023मा फ्लड आएको थियो ग्लेसियर उयो भएर, त्यसले गर्दाखेरि चाहिँ यो डल्लै बाटो छुट्टिएको थियो। त्यही भएर अहिले यो पाहाड काटेर चाहिँ तपाईँको सबै बाटो बनाएको। एडभेन्चर चाहिँ हेभी एडभेन्चर छ, डरैलाग्दो बाटो। जसलाई चाहिँ अब एडभेन्चरको रहर हुन्छ एकदम अफ रोडिङ गर्नेहरूलाई, त्यसको लागि चाहिँ दामी छ यो बाटो अफ रोडिङ गर्नुको लागि चाहिँ। जब म फर्स्ट टाइम नर्थ सिक्किम आएको थिएँ त्यति बेला चाहिँ यो अगाडिको जुन चाहिँ ब्रिज देख्नु हुँदैछ त्यहाँबाट गएको थिएँ। तर यो फ्लडले गर्दाखेरि चाहिँ यो तपाईँको डल्लै छुट्टेछ, ब्रिज छैन यहाँनिर। हो बाटो पनि डल्लै छुट्टेर कतिवटा घरहरू उयो भइरहेको थियो। यो पहिला ब्रिज थियो कि छुट्टेको? कसको हेर त, उयो अङ्कललाई दिएन टिपेर। लगभग 10 किलोमिटर अफ रोडिङ गरेर चाहिँ फाइनली हामीले चाहिँ राम्रो बाटो पाएँ। यहाँबाट चाहिँ अलिकति भए पनि अब पिच रहेछ रोड चाहिँ, कतिसम्म छ त्यो चाहिँ अगाडि थाहा पाउँछ। तर यहाँ चाहिँ पिच रहेछ रोड। अहिले चाहिँ हामी पुग्यौँ टुङ चेकपोस्ट। यहाँनिर चाहिँ हाम्रो जुन चाहिँ पर्मिट हामीले मङ्गानमा बनाएको थिएँ त्यो चाहिँ देखाउनुपर्छ यहाँनिर पर्मिट। त्यहाँबाट चाहिँ एन्ट्री हुन्छ हामी एकदम दामी दामी भ्यू पोइन्टको लागि। यहाँनिर भिडियो गर्नु चाहिँ एलाउ थिएन, त्यही भएर भिडियो गर्नु पाइनँ। अब चाहिँ अगाडि होटल छ अरे, त्यहाँनिर गएर चाहिँ हामी खाना खाने हो। साह्रै भोक लाग्यो अफ रोडिङ हिँडेकोले। खाना हुन्छ 3 जग्गा हुन्छ। अब चाहिँ हामी भोक लाग्दै गाइस, नबोलिकन केही ट्याङ बजाउनु। दुई भाइ पनि भोकले ठडै भइरहेको छ, अब पनि त्यही छ हालतमा। खाना खाएर चाहिँ जब लिन लाग्यो गाइस। कसरी जानुपर्ने हो पनि अब यो बाटो लागेको गाइस। अहिले चाहिँ भने हामी आइपुग्यो यो चुङथाङ ड्याम। 2023मा अक्टोबरमा जुन चाहिँ फ्लड आएको थियो त्यसले चाहिँ अब यो ड्यामहरू भत्काएको छ हो। म देखाउँछु तपाईँहरूलाई कस्तो भएको छ यो ड्यामहरू भनेर। हेर्नुहोस् होला, यो ड्याम चाहिँ यस्तो भएको रहेछ। बो सबै बाङबाङ पारेको रहेछ। बाफ्रे, पहिला यहाँनिर मजाको ड्याम थियो, अहिले त छैन। हेर कत्रो ठुलो ढुङ्गा पनि अड्किरहेको रहेछ। हेर्नुहोस्, पहिला यहाँनिर ड्याम थियो, त्यो फ्लडले चाहिँ सबै बाङबुङ पारेको छ। छैन केही। कस्तो चाहिँ आयो होला फ्लड यहाँनिर अब यत्रो ड्याम भत्काउनु भन्दाखेरि चाहिँ। बाफ्रे, यो बाटो त हेभी एडभेन्चर छ गाइस। हेर्नु सब भित्ता काटेर डरैलाग्दो बाटो बनाएको छ। तर मजा आउँदैछ यहाँनिर राइड गर्नु, एडभेन्चर फिल भइदिइरहेको छ।
हेर्नु होला अगाडि अगाडि मेरो साथीहरू छ फर्स्टमा निकास सेकेन्डमा अनिल पछि म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु हेर बाटो बाफ्रे यहाँबाट अब तल झऱ्यो भने चाहिँ अब बाँच्ने चान्सेस छैन हो त्यस्तो डरलाग्दो बाटो छ तर अब मजा आउँदैछ क्या एडभेन्चर फिल भइदिइरहेको छ पानी पऱ्यो भने चाहिँ अलिक साह्रो पर्ने रहेछ यो बाटोमा तर सुक्खा दिनमा चाहिँ आरामले जान सक्नुहुन्छ तपाईँहरू हेलो साथी हो गुराँसको फेदमुनि भनेको चाहिँ तपाईँहरूलाई थाहा छैन होला गुराँसको फेदमुनि चाहिँ यही रहेछ है साथी हो गुराँसको फेदमुनि चाहिँ यही रहेछ हामी चाहिँ लाप्चिङमा हेर्नुहोस् गाइस गुराँसको फुल गुराँस हो केटाहरूले अब वाइन खाने अरे बेलुका गुराँसको दामी क्या अब गुराँस मेरो साथी चाहिँ हेभी एक्साइटेड छ है फर्स्ट टाइम गुराँसको फुल देखेको त्यही भएर पुरा रस खाँदैछ गुराँसको फुलको हो यहाँ साथी पुरा एक्साइटेड छ क्या र रस खाएको गुराँसको फुलको एकदम जसमा छ गुराँस दामी छ क्या भ्यू गुराँस यहाँ गुराँस छ क्या खतरनाक भ्यू यार बाटो त यस्तो छ हो हामी त यस्तो बाटो आएको 2-3 पल्ट झन्डै घोक्नु पऱ्यो माथि चाहिँ हिउँ परिरहेको रहेछ त्यो हिउँ पिघलेर चाहिँ पानी भएर आएको अस्ति चाहिँ फ्लड यताबाट आएको सबै फ्लडले गर्दा सब खत्तम यो बाटो हिँडेर चाहिँ अघि भर्खर खाना खाएको नि सबै डाइजेस्ट भइसक्यो हो थड्केर बेसी बाइक पनि काचाक र कुचुक गर्नु थालिसक्यो चेन स्पकेटहरू हो खोइ कहिले पुग्ने होला चाहिँ अहिले आइपुग्यो कसम भ्यू यार गाइस भ्यू ऊ माथि हेर यार भ्यू हामी चाहिँ अब माथि टुसारो पर्छ यति बेला त्यही भएर चाहिँ त्यहाँबाट चाहिँ हामी अहिले रेनकोट लगाएर गेट अफ चेन्ज यहाँबाट चाहिँ हो भ्यू हिउँ देख्न सक्नुहुन्छ यो चाहिँ माथि काला पत्थर हो त्यो चाहिँ हेलो साथीहरू हामी चाहिँ अहिले काला पत्थरको ठिक अपोजिटमा आइपुगेको छौँ हो अब हामी कति कहाँ पो जानुपर्छ थाङ्गु हाम्रो बसाइ चाहिँ आज थाङ्गुमा हुनेछ हो 2 लिटर जस्तो सकेछ भोलि तपाईँहरूलाई के लेकहरू घुमाउने हामी गुरुदुम्बा लेक हाइएस्ट लेक इन इन्डियामा चाहिँ सबभन्दा हाइटमा भएको एकदम 17,800 फिट हाइट एकदम दामी छ जग्गा है यहाँ माथितिर हेर्नुहोस् होला भ्यूहरू कस्तो दामी दामी छ यो चाहिँ अब लाचेनदेखि अलिकति माथि हो थाङ्गु जाने बाटोमा हो दामी छ भ्यू क्या यहाँबाट चाहिँ अब दामी दामी भ्यूहरू देख्नु पाउँछ हो हेर्नुहोस् होला अगाडिको यहाँबाट चाहिँ अब हाम्रो होमस्टे पुग्नु अझै 1.5 घन्टा जस्तो लाग्छ हो अब सायद रात पर्छ होला हामी त्यहाँ पुग्दा हेर्दा किनकि माथि पुरा टुसारो परेको छ बाटोमा त बिस्तारै जानु पऱ्यो किनकि चिप्लिने डर हुन्छ हो हामी चाहिँ अब रेनकोट सेनकोट लगाएर रेडी भइसकेर अब 3 जना चाहिँ लाग्देको यहाँदेखि चाहिँ हामीले बाटोभरि हिउँ भेट्नु थाल्यो हो रोडको साइडमा हिउँ छ स्टार्टिङ हो अझै माथि त कति भेट्छ तर यहाँ चाहिँ अब तलै हो यहाँ पनि हिउँ पर्ने जग्गै हो हेभी जाडो छ गाइस जाडो चाहिँ अब हामी चाहिँ अलमोस्ट 12 घन्टा भयो होला हिँडेको है घरबाट बिहान 6 बजी निक्लेको थिएँ र अहिले रात परिसक्यो यहाँ पनि अहिले पुग्दा हेर्दा 6 नै बजिसक्यो अब चाहिँ हामीलाई पुग्नु ज्यादा टाइम लाग्दैन तर अब 12 घन्टा चाहिँ भयो राइड गरेको हामी अब अफ रोडिङ थियो गाइस आइपुग्यो हामी चाहिँ होमस्टे चाहिँ यहाँ छ जाडो भयो
200 किलोमिटर ट्राभल गरिकन आएको 3 जना फाइनल गाइस आइपुग्यो तेरो फर्स्ट टाइम राइड खतरा भन्यो आम्पो फर्स्ट टाइम है यसको अब यत्रो टाढोको राइड चाहिँ फर्स्ट टाइम तर यसमा चाहिँ खतरा रहेछ डोमिनार डोमिनार है तेरो कस्तो फिल भयो भन्दैन एकदम बाइक चाहिँ अस्ति लाचिन सरी N160 नै भयो नि फिल चाहिँ डुकाटीको मानेर डुकाटी है मेरो त बजाज फ्यामिली आएको छ हो बजाज हो सबैजना हो यहाँ N160 यहाँ NS 200 यहाँ डोमिनार 400 डोमिनार 400 मजा आयो गाइस म चाहिँ अब फर्स्ट टाइम सेकेन्ड टाइम हो मजा आयो थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो पार्ट 1 चाहिँ यति नै पार्ट 2 छिटो नै ल्याउने छु